सो गाइज वेलकम ब्याक है अलिकति धेरै टाइमपछि होइन लगभग 2-3 हप्ता भयो होला मैले भिडियो नहालेको युट्युबमा पनि होइन। अनि अहिले चाहिँ म बस्छु होस्टेलमा होइन, यहीँ अनन्तनगरमा बस्छु। प्लस मैले चाहिँ यो मोबाइलको हाम्रो एकदम ट्रेन्डिङमा होइन, हाम्रो फेसबुकतिर पनि यत्तिकै भाइरलहरू रिलहरू आइरहेको हुन्छ नि होइन। म यो खोल्छु होइन हजुरहरूकै अगाडि अनि देखाउँछु है त। सो मैले चाहिँ यो ओपन गरिसकेको छु होइन। यो एकदम प्याकेजिङ पनि एकदम ठिकठाक छ होइन। अनि झट्ट लगाएर यसरी खोल्ने होइन। हाम्रो यो खुल्ला भइसकेको छ, यसलाई साइडमा राखौँ। हाम्रो यो रहेको छ अल इन एक्सक्लुसिभ मोबाइल होल्डर। यसमा दिएको छ 360 स्ट्रङ म्याग्नेट। हाम्रो यहाँ राखेर चाहिँ टाँसिन्छ होइन। एडजस्टेबल ह्यान्डल एन्ड डायमिटर मिनिमम 22 एमएमदेखि 28 एमएम। हाम्रो बाइसाइकलमा चाहिँ मिल्छ होला होइन, साइकलमा चाहिँ खासमा मैले साइकलको लागि मगाएको होइन। सो लेट्स सी, एउटा हातले खोल्नुपर्दा अलिकति गाह्रो भइरहेको छ। ल है त हाम्रो प्रोडक्टमा चाहिँ यति नै आइरहेको छ। लाइक हाम्रो यसमा चाहिँ ठ्याक्क मोबाइल फिट हुन्छ जस्तो छ होइन। तर यो चाहिँ फिट हुँदैन कि जस्तो लागिरहेको छ मलाई। तर क्वालिटी चाहिँ लगभग आई थिङ्क होइन, काम चलाउ चाहिँ छ। लाइक मलाई चाहिँ 585सम्म परेको छ डेलिभरी चार्ज यताउता गर्दाखेरि। लेट्स सी कस्तो हुन्छ होइन। फर्स्ट टाइम ट्राई गर्दैछु मैले, एकदम ट्रेन्डिङमा आएको भएर होइन। ल मैले खोलिसकेको छु, सामान एकदम यस्तो गरेर आउँछ होइन। यसलाई एसेम्बल गर्छु म होइन। एकचोटि यो क्यामेरा क्वालिटी रहेको छ हाम्रो होइन। अनि यहाँबाट निकालेर यसरी यत्तिको डिफ्रेन्स छ है त। मलाई चाहिँ चित्त बुझेन होइन, मलाई चाहिँ खासै चित्त बुझेन। लेट्स सी अब रिटर्न गर्न मिल्यो भने रिटर्न गरिदिन्छु। त्यति मलाई एकदम सेटिस्फाइङ लागेन। यदि हजुरहरू भिडियोहरू बनाउनुहुन्न होइन, यदि फोटोहरू मात्रै गर्नुहुन्छ अनि प्लस कि म्यापिङहरूको लागि मात्रै युज गर्नुहुन्छ भने यो चाहिँ पर्फेक्ट छ। तर हाम्रो लाइक भिडियोहरू नै बनाउने त्यस्तो टाइपको चाहिँ यसबाट चाहिँ पोसिबल छैन होइन। ल यति नै हो फाइनल रिभ्यू होइन। त्यही हो, प्रोडक्ट चाहिँ राम्रै छ। यदि हजुरहरूलाई युजफुल लाग्न सक्छ भने अर्डर गर्न सक्नुहुन्छ। हजुरहरूले यदि चित्त लाग्छ भने मैले फुल रिभ्यू हालिदिएको छु होइन। ल हाम्रो चाहिँ मलाई चाहिँ अलिकति क्वालिटी क्यामेरा, मलाई चाहिँ मेन फोकस भनेको पछाडिको क्यामेराबाट राम्रो भ्यू आउनु हो होइन। तर यहाँबाट चाहिँ त्यस्तो भ्यू आएन। सो राम्रो छ। म्यापहरू मात्रै हेर्ने अनि यदि पानी परेको बेलामा चाहिँ सेफ नै हुन्छ होइन। ठिकै छ प्रोडक्ट एकदम राम्रो छ। लाइक यहाँभन्दा कति चाहियो र जस्तो होइन। प्रोडक्ट एकदम राम्रो छ होइन। मलाई चाहिँ लाइक पिओभी बनाउनु छ नि त, जुन चाहिँ साइकलको अगाडि राखेर होइन अगाडिको भ्यू आउनु छ। मलाई चाहिँ त्यति खासै राम्रो लागेन यो। यदि पानी परेको बेलामा अर्जेन्सीको टाइममा चाहिँ युज गर्न चाहिँ सकिन्छ। तर त्यति खासै मलाई चाहिँ ठिक लागेन। म यति रिटर्न गरिदिन पनि सक्छु होइन। रिटर्नको भयो भने भइहाल्यो, भयो ठिकै छ, केही छैन। युज गर्नु होइन कहिलेकाहीँ होइन, पानी परिहाल्यो होइन, कतै केही भइहाल्यो भने त्यो अर्जेन्सी या इमर्जेन्सीको बेलामा चाहिँ यो युज गर्दा हुन्छ। तर अहिले चाहिँ मैले युज नगर्दा नै ठिक छ होइन। ल मैले चाहिँ यसलाई रिएसेम्बल गरिदिएँ। यसलाई चाहिँ यसरी रिएसेम्बल गर्दा होइन। ल हाम्रो चाहिँ
फेरि प्याक गरिदिउँ है त। प्रोडक्ट ठिक नै छ होइन, एकदम राम्रो छ प्रोडक्ट। तर जुन चाहिँ जस्तो मैले एक्सपेक्ट गरेको थिएँ त्यस्तो चाहिँ आएन। अनि प्लस मेरो पछाडिको पिओभी बनाउनु छ, साइकलको पिओभी बनाउनु छ। सो त्यति चाहिँ मलाई मेरो जुन मेन फोकस काम चाहिँ यसबाट नबन्ने भयो। सो हेरौँ यदि रिटर्न हुन्छ भने हामी रिटर्न गर्नेछौँ, यदि रिटर्न भएन भने कुनै अर्जेन्सीको टाइममा पानी परिहाल्यो भने त्यति बेला चाहिँ हामीले यसलाई युज गर्नेछौँ। त्यति नै हो। बाई गाइस, म आएको छु किन है पहिला। ल है त, यति नै थियो, एन्ड गरौँ। यदि हजुरहरूलाई यो प्रोडक्ट रिभ्यूको मनपर्छ भने हजुरहरू मलाई कमेन्ट गर्न सक्नुहुन्छ कुन कुन प्रोडक्ट रिभ्यू गरिदिँदा हुन्छ होइन। त्यही छ ल गाइस, लाइक चाहिँ सब्सक्राइब है त। बाई।